केटो त कोरिया गएको छ, उसले त लाखौं कमाउँछ, सेलरी त बोरामा थापेर पैसा ही पैसा होगा। नमस्कार, ईपीएस इम्प्लोइमेन्ट पर्मिट सिस्टम दक्षिण कोरियामा सन् 1990 मा बढ्दो औद्योगिकरणले गर्दा 3D कामदारहरूको अभाव हत्तै बढेर गयो र यही कामदारहरूको अभाव पूर्तिको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा कोरियाले ईपीएस प्रणाली सुरु गर्यो र यो प्रणाली 2004 मा सुरु गर्दाखेरि थाइल्यान्ड, कम्बोडिया, फिलिपिन जस्ता 8 वटा देशहरूसँग सम्झौता गरेको थियो र 2007 मा नेपालसँग पनि सम्झौता गरे, 2008 मा एक्जाम गराई, 2009 मा पहिलोचोटि नेपाली कामदारहरू ईपीएस मार्फत कोरिया प्रवेश गराइएको थियो। तर यो भन्दा पहिले पनि विभिन्न मेन पावरको थ्रुबाट कामदारहरू आउने क्रम भने जारी नै थियो र नेपालको बेरोजगारी यस्तो बढ्दै थियो कि पहिलोचोटि नै नेपालमा कोटा भन्दा पनि 10 गुना बढीले फर्म भरेको थियो र 2023 मा भने 14 गुना बढीले फर्म भरेको थियो। त्यति बेला पास हुने विद्यार्थीहरू सबै कोरिया आइसके त? छैन। केही पर्सेन्ट आयो भने केही पर्सेन्ट अझै नै बाँकी नै छ। कतिको त सीसीबीआई क्यान्सल हुने भने कसैको इस्यु नै नहुने। त्यो सँगसँगै 2022 मा ईपीएस क्षेत्रको सबैभन्दा ठुलो आन्दोलन पनि भयो। त्यसमा 2 जना युवकहरूको पनि मृत्यु भएको थियो। यी सबै समस्याहरू झेलेर सबै प्रोसेसहरू लिगली पुरा गरेर नेपालको इन्टरनेसनल एयरपोर्टदेखि कोरियाको यात्रा गरेर कोरिया उत्रेर पनि तपाईँको फाइनल मेडिकल टेस्ट हुन्छ। त्यहाँबाट पास भएपछि मात्र तपाईँलाई कोरियाले भिजा दिन्छ। आउनुहोस् कोरिया पुगेपछिको दुःख सुख र वास्तविक कुरालाई बुझौँ। यी सब मेडिकल पछि तपाईँलाई 3 दिने क्लास दिइनेछ कोरियामा, जसमा तपाईँलाई साधारण कोरियाको कल्चर र कोरियाको कानुन र कोरियाको बसाइहरूको बारेमा व्याख्या गरिनेछ। त्यो 3 दिने क्लास सकेपछि तपाईँलाई कम्पनीको साउ अथवा कम्पनीको कुनै मेम्बर आउनेछ तपाईँलाई पिकअप गर्नको लागि र केही साधारण कम्पनीको नियमहरू बारेमा बताएर काममा तपाईँलाई लगाइनेछ। ईपीएस मार्फत कोरिया आउने कामदारहरूको लाखौंको सेलरी त सबैले देखेको छ। आउनुहोस् आज त्यो लाखौं रुपियाँ पछाडिको सङ्घर्ष र दुःखहरूको पानालाई पल्टाएर हेरौँ। हामीले पढेर आएको ल्याङ्ग्वेज र यिनीहरूले बोल्ने ल्याङ्ग्वेजमा एकदमै फरक आउँछ। यिनीहरूले बोलेको 10% पनि बुझ्न गाह्रो हुन्छ र यही कठिनाइको साथ हामीले काम अराउँछ उनीहरूले र बुझ्दैनौँ र नबुझेको कारण उनीहरूले गाली गर्ने, रिसाउने, हैन विभिन्न कुराहरू नराम्रो शब्दहरूले सम्बोधन गर्ने, यी कुराहरू भने कमन नै छन् र काम र कम्पनीदेखि बाहिर निस्किँदा पनि त्यति सजिलो भने हुँदैन। कोरियाको यातायात, कोरियाको संस्कार आदि कुराहरूले अलमल बनाउँछ। कहाँ जाने, कसलाई सोध्ने, के भन्ने, जहीँ तहीँ नेपालीहरू पनि भेटिँदैन। इभन भेटे तापनि कसैले कसैलाई बाल दिने होइन, आफ्नो आफ्नो इगोले हिँडिरा हुन्छन्, को भन्दा को ठुलो। अलमलमा परिरहेको उसको समस्या के घर समाजले बुझ्छ त? केटो त कोरिया गएको छ, उसले त लाखौं कमाउँछ, सेलरी त बोरामा थापेर ल्याउँछ। यही छ कन्सेप्ट हाम्रो समाजमा। यो त भयो उसले बिगिनिङ फेजमा भोगेको समस्याहरू। तर उसको वास्तविक समस्या भने अब सुरु हुँदै जान्छ। जब 2-4 महिना उसले कोरियामा स्पेन्ड गर्छ, 2-4 रुपियाँ कमाउँछ, तब घर परिवारको एक्सपेक्टेसन पनि हाई हुँदै जान्छ। परिवारको एक्सपेन्सन पनि एकदम बढेर जान्छ भने आफन्तहरूले धेरै नै आश गर्छन्। उसले काकाले माग्छ, मामाले माग्छ, माइजूले माग्छ, त फुपा फुपू सबैले माग्न थाल्छ। सबैलाई दिनु सकिँदैन र त्यसपछि आफन्तहरू पनि टाढा 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 हुँदै जान्छ। 5-7 वर्षदेखि कन्ट्याक्टलेस भएको साथीहरू अनि आउँछन् आइलो गर्दै र लास्टमा त्यही हो पैसा माग्छ। दियो भने उनीहरूको बेस्ट फ्रेन्ड, दिएन भने त्यही हो पैसा कमाएर ठुलो भइस, त जस्तो पैसा मैले पनि एक दिन कमाउँछु र देखाउँछु, यस्तो इगोहरू बोक्छ र दोस्ती नै खतम गर्छ। र समय बित्दै जाँदाखेरि बोन्सहरूमा प्रब्लम आइ ब्याक पेन हुने, ग्यास्ट्रिक, हेयरफल यस्तो समस्याहरू भने एकदमै बढ्दछ र मानसिक प्रेसर पनि त्यस्तै हुन्छ। कामको प्रेसर, सिनियरको दबाव, रुममेटसँगको मनमुटाव, रिलेसनसिप इस्युज यस्तो कुराहरूले गर्दा एन्जाइटी हुने, डिप्रेसनमा जाने जस्ता समस्याहरू भने कमन नै छन्। र हालै मात्रै एक सुटकेस सपनाहरू बोकेर आएको 23 वर्षको युवक सिनियरहरूको मानसिक तनावले गर्दाखेरि सुसाइड गर्न बाध्य भई सुसाइड गरिएको छ। 전남의 이주 노동자 인권단체는 증거인멸 우려가 있다며 농장주를 구속할 것과 농장에서 일했던 이주 노동자들에 대한 전수조사를 촉구하고 있습니다. KBS 뉴스 परिवारलाई भेट्छु भनेर घर जानको लागि टिकटसम्म गइसकेको एक युवक मानसिक तनावको कारण आफ्नै घाँटी रेटी आत्महत्या गरेको छ र औद्योगिक दुर्घटनामा परि शारीरिक अङ्ग गुमाउने वा ज्यानै गुमाउनेहरूको संख्या पनि त्यस्तै नै छ। 2025 अक्टोबर 3 तारिकका दिन एक 50 वर्षीय युवकको
काम गर्ने क्रममा मेसिनमा च्यापेर निधन भएको छ भने हालैमा नेपाल बागलुङ घर भई विगत 8 वर्षदेखि कोरियामा कार्यरत एक नेपालीको फोर्कलिफ्ट चलाउने क्रममा दुर्घटना भई मृत्यु भएको छ र कोरियामा स्लिप डेथको सङ्ख्या पनि त्यस्तै डरलाग्दो छ। हालसम्मको डाटा हेर्दाखेरि 45% स्लिप डेथ, 28% सुइसाइड र 26% औद्योगिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या देखाएको छ भने 1.2% हत्याद्वारा मृत्यु गरिएको भन्ने डाटाले देखाएको छ। यो त भयो मृत्यु हुनेहरूको डाटा। यता विभिन्न कारणले इलिगल हुनेहरूको आफ्नै समस्याहरू छ। बजार जाँदा, कतै साथीभाइसँग घुम्नु जाँदा, प्रोग्राममा जाँदा भने सधैँ पनि मनमा डर बोकेर लुकी हिँड्नुपर्ने हुन्छ। हस्पिटल जाँदाखेरि कार्ड मागी पो हाल्छ कि भनेर आफ्नो दुखाइ सहेर रोगलाई लुकाएर बस्दाखेरि पछि झन् ठुलो रोग निम्त्याउने हो कि भन्ने डर भने छँदै नै छ। र यो सब दुःखहरू झेलेर 2-4 रुपियाँ जोडेको पैसा पनि सेयर मार्केटमा डुबाउने, अनलाइन गेमिङहरू खेलेर उतै फसाउने यस्तो उदाहरण पनि धेरै नै छन्। अन्तिममा म के भन्न चाहन्छु भन्दाखेरि यत्रो दुःख गरेर कमाएको पैसालाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस् ताकि भोलिको दिनमा सम्झिँदा पनि आफैलाई रिग्रेट नहोस्। र कोरियामा हुनुहुने दाजुभाइ तथा दिदीबहिनीका साथीभाइ आफन्तहरूप्रति म के रिक्वेस्ट गर्न चाहन्छु भने कृपया पैसा दिएन भने नरिसाउनुहोस्, सम्बन्धलाई नबिगार्नुहोस्, किनभने उनीहरूको पनि आफ्नै जिम्मेवारी हुन्छ र सबैलाई खुसी बनाउँदा उनीहरूले आफ्नै खुसी पनि बिर्सिसकेको हुन्छ।